के भयो यस्तो जो एकदम धेरै स्याड छु एन्ड मेरो धन्नै फोन फुटेन सुरुबाट जामै त हाम्रो स्कुल चाहिँ सरकारले 21 गतेबाट खोल्ने भनेको थियो तर सरप्राइजिङली न्युज हाम्रो स्कुल चाहिँ 15 गतेबाट खुल्दो रहेछ मलाई त थाहा थिएन एन्ड म चाहिँ चिलमा बसिरहेको थिएँ आज 13 गते हो एन्ड मलाई चाहिँ सरप्राइजिङली मेरो टिचरले भन्नुभयो कि 15 गतेबाट स्कुल खुल्छ रेडी भइसक्यो होला भनेर तर म चाहिँ रेडी नै भएको थिएन न मेरो बुक थियो न मेरो ड्रेस थियो केही पनि थिएन मसँग एन्ड म एकदमै धेरै टेन्सनमा आएँ अनि सिधै हामी चाहिँ अटो बुक गरेर घरतिर लाग्न थाल्यौँ अनि मलाई चाहिँ एकदमै धेरै डर लागिरहेको थियो अब के हुन्छ भनेर एन्ड म फेरि एकदमै धेरै स्याड पनि थिएँ मेरो गाउँलाई छोडेर जानु पर्यो न मेरो साथीहरूलाई मिट गर्न पाएँ अन्तिम भेट पनि हुन पाएन अनि 81 जाने भयो के अनि मेरो किम्मुको रुखहरूमा दुध लाने ठाउँहरू सबैलाई बाई बाई भन्दै म लागेँ अनि अटोमा हेर्नु कस्तो ठाउँबाट हिँड्न परिरहेको छ यदि हामीलाई पहिल्यै थाहा भएको भए हामी गाडीमा जाने थियौँ तर भएन नि त थाहा त्यसैले हामी अटोमै जानु पर्यो अब के गर्नु त अनि केटाटी हेर्नु कसरी पकडेका छन् म त एकदमै धेरै डराएको थिएँ अनि 81 हाम्रो घर पनि आइहाल्यो अनि हामी घरभित्र छिरी मलाई एकछिन चाहिँ खुसी पनि लाग्यो अब नयाँ फ्रेन्ड्सहरू मिल्छ नि त अनि खुसी पनि लाग्यो अनि फेरि यहाँ मेरो साथीहरू फेरि मलाई आँप ल्याइदिएको रहेछन् एकदमै धेरै मिठो थियो 4-5 वटा ल्याइदिएको थियो कि आम चाहिँ यस्तो मिठो लाग्छ मलाई कच्चा आम अब सानो भयो भने खानै पर्यो भनेर मैले खाँदैछु यहाँ चाहिँ अनि तपाईँहरूको स्कुल चाहिँ कहिलेदेखि खुल्छ यो कमेन्टमा गर्न नबिर्सिनु होला है त मेरो चाहिँ एकदम धेरै सरप्राइजिङ भयो कि अझै डर लागिरहेको छ मलाई बाई गाइस सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मिट अन नेक्स्ट भिडियो